यदि तपाईहरुलाई तितो करेला अलिकति खान मन लाग्दैन भने चाहिँ यो आइडिया युज गर्नुस्। घरमा तपाईको फेभरेट बन्नेछ अनि अरु सबैको फेभरेट हुनेछ है त। पहिला मजाले उसिनेर हैन, यो चाहिँ अब धेरै ल्यात्तै पाक्ने गरी पनि होइन, जस्तै 80% पाक्ने गरी करेलालाई उसिन्ने हैन। करेलालाई चाहिँ 80% बोइल गरेर त्यसपछि तपाईहरुले चाहिँ सामान्य धेरै कुराहरु एड पनि गर्न पर्दैन हैन, त्यतिकै क्रिस्पी मिठो हुन्छ। तपाईहरुले बेसिकली के चाहिँ एड गर्नुस् भन्दा यदि तपाईको घरमा अंडा छ भने चाहिँ एउटा म्याश गरेर मजाले घोलेर तपाईहरुले अंडा मजाले हाल्दिनुस् है त। यसले चाहिँ त्यो हरेक मसलाहरुलाई चाहिँ चिप्काउँछ क्या यो भित्र। अनि यो यसलाई चाहिँ मजाले अब तपाईहरुले के गर्नुपर्छ भन्दा सुरुमा हैन मोल्नुपर्छ मजाले है। अरु बाँकी मर मसला एड गर्नु भन्दा अगाडि चाहिँ यसलाई मजाले तपाईहरुले चाहिँ सबै उइसमा चाहिँ लगाइदिने क्या। यो यसरी लगाइसकेपछि चाहिँ यसको झोलले अंडाले चाहिँ सबै उइसमा लागिसकेपछि चाहिँ तपाईहरुले सामान्यतया यदि तपाईहरुसँग जसुकै मसला होस् थोरै एड गर्नुस्। तर मसला एड गर्नुहुन्न भने ब्ल्याक पेपर हुन्छ जस्तै कालो मरिच तपाईहरुले त्यो एड गर्नुस्। धेरै एड नगर्नुस् है, फेरि थोरै यसरी हेर पर्दैन। यो चाहिँ जस्ट यसको लागि। अब तपाईहरुसँग पिठो भयो भने चाहिँ कर्नफ्लोरको युज गर्ने, नत्र तपाईहरुकोमा जे छ आटा मैदा जेसुकै छ धेरै होइन एकदम कम मात्रामा तपाईहरुले चाहिँ एड गर्दिने है त। यसले चाहिँ के गर्छ भन्दा तपाईको हल्का क्रिस्पीपन बढाउँछ बाहिरपट्टिबाट। आफ्नो स्वाद अनुसार नुन एड गर्ने है त। नुन चाहिँ अब सबैमा एडै गर्नुपर्छ। तपाईहरुले यसलाई नि यदि पछाडी नुन नहाल्दा पनि हुन्छ त कसरी पकाउँदाखेरि नुन हाल्नु पर्दैन भन्दा तपाईहरुले उसिन्दाखेरि नै नुन हालेर उसिनिदिनु भयो भने सब पानी चाहिँ निस्किएर जान्छ अनि पछि नुन एड गर्नै पर्दैन है त। हो मैले यसलाई सट्ट यसरी म्यास गर्दिए अनि अब यसलाई बाँकी रह्यो तेलमा फ्राई है त गाइस। वाउ, हेर्दाखेरि नै अब चाहिँ क्रिस्पी होला जस्तो छ है त गाइस। अब तपाईले लास्टमा फाइनल रिजल्ट देख्नुहुनेछ है त। यो चीजलाई तपाईले इन्कार नगर्नुस् है त। तपाईहरुलाई साच्चै नै मिठो लाग्नेछ है यो तरिकाले पकाउनु भयो भने चाहिँ। यो मेरो आइडिया तपाईहरुलाई कस्तो लाग्यो लाइक अनि शेयर चाहिँ गरिदिनुस् है त।